वर्ष भयो खेती गर्न लाग्यो? मैले यहाँ खेती गरेको म आफूले गर्न लाग्यो 30 वर्ष बोल्नु भयो। 30 वर्ष हो। 30 वर्ष भयो है। अनि के लगाउनुहुन्छ? मैले सुरुमा मैले तरकारी खेती गरेँ। हजुर। त्यसपछि माछा खेती गरेँ र धान त गरिरहेको छु। पशुहरू त पाल्नु? पशु पालेँ मैले, 4वटा गाईसम्म पालेँ, भैँसी पालेँ, अनि बुङ्गुरी पालेँ। भङ्गुनी पाल्नु छ अहिले। अनि के अरे हाँस पालेँ। हाँस चाहिँ मैले रामपुरमै बेचे हो। अहिले तपाईँको यहाँ अलटोटल जग्गा जमिन कति छ होला? मैले पोखरी 1.5 बिघा छ, जग्गा 15 वटा छ, खेती गर्ने जग्गा 15 वटा छ। अनि सबैको लागि ठाउँ छुट्याउनु भयो होला है? मतलब पोखरीतिरको साइड माछा पाल्नेदेखि लिएर त्यतिर फार्मको तरकारी खेतीको लागि, त्यसपछि फर्मको लागि, अनि तरकारी खेती भयो, तपाईँको धान खेतीलाई भयो, घोलतिर लगाउनुहुन्छ, अलिक होचोतिर लगाउनुहुन्छ होला होइन? अनि गोलमा चाहिँ हाम्रो पोखरी छ, घोलमा पोखरी छ। टाढीमा चाहिँ योबाट के अरे पम्पसेटबाट चाहिँ धान रोप्छौँ। हजुर। अनि कहिले कहिले तरकारीहरू लाउँथ्यौँ। अहिले चाहिँ धेरै मैले तरकारी लाउँ। हामी प्रमाणित किसानी थियौँ पहिला, माछाको किसानी हो म अहिले चाहिँ। हजुर। माछामा चाहिँ प्रमाणित थिएँ। भनिसकेपछि तपाईँसिम पुरानो प्रविधिहरू पनि होला है? 30-22 अहिले त नयाँ प्रविधिहरू छ, ट्र्याक्टरले जोत्नेदेखि लिएर सबै कुराहरू। पहिला त हलोले जोतिन्थ्यो, माटो राम्रो हुन्थ्यो, गोबर मल हालिन्थ्यो होइन। अनि डिएपी युरिया हाले पनि थोरै मात्रामा हालिन्थ्यो। अहिले प्रशस्त डिएपी युरिया हालेर बारीहरू रुखिया होइन, अमिलोपना भइसक्यो, माटोको जग्गाहरू सबै अमिलोपना निस्किसक्यो। खेतीपातीको लागि सबै अब विषादी युज गरी भए। पहिला हामी विषादी युज गर्थेनौँ, विषादी युज गरेर लागेको 10-15 वर्ष भयो होइन। 10 वर्षदेखि भयो विषादी युज गरेको होइन। त्यहाँभन्दा अघि म अर्ग्यानिक भनेर मैले पनि केही समय अर्ग्यानिक काम गरेँ। अर्ग्यानिकमा पनि केही किसानहरूलाई गर्दै हिँडेँ। म माडीमा गरेँ, यहाँ के अरे पछि चितवनमा गरेँ। अनि स्थानीय प्रविधिहरू केही छ त्यस्तो अहिले पनि बाँकी भएको, जस्तै जोत्ने? छैन अहिले स्थानीय केही पनि छैन। जस्तो मकैलाई हामीले हलोले जोत्थ्यौँ, हलोले लाउँथ्यौँ। अनि खेतीपाती हामीले हलोले गर्दा अर्कै हुन्थ्यो। अहिले सबै अब ट्र्याक्टरबाट गर्न थाल्यो। अनि माटोको पना के भयो, 1 इन्ची जोतिन्छ, तल चाहिँ जोतिँदैन। ड्याममा हलाले जोत्या भए राम्रो हुन्थ्यो। त्यो अहिले त्यो कारणले गर्दा पनि युरिया बढी युज गर्नु परि भएको। भनेपछि अब हुन्छ नि तरकारी खेतीहरू गर्दाखेरि कतिपय मान्छेले यो मौसम हुन्छ नि खरानी छरिदिन्छ होइन, खरानीहरू हालिदिन्छ। किन खरानी हालिदिन्छ? त्यो हामीले पोटासको काम गर्छ भनेर, किनभने माटोको पना अमिलोपना छ, त्यसलाई पोटासको काम गर्छ भनेर हामीले चाहिँ खरानी हाल्ने। माटोहरू निकालेर, माटो त रातोमा माथि मात्रै हुन्छ, राम्रो माटो आउँदैन। त्यो माटोको लागि चाहिँ हामी पहिलेदेखि खरानी त पहिले पनि प्रयोग गरिन्थ्यौँ। अनि जस्तै फस्फोरसको लागि अहिले डिएपीहरू थियो, छ नि त बजारमा, तर धेरै जसो मान्छेले पिना हाल्ने गरेको छ नि। पिना हाल्नुहुन्छ तपाईँ? पिना हाल्छु। पिना किन भन्दाखेरि हिजो डिएपी राम्रो थियो, 40% फस्फोरस थियो, 40% नाइट्रोजन थियो, तीहरू पनि अहिले केही पनि छैन भन्दाखेरि त्यो लेख्न त लेखिया, त्यो कुनै पनि छैन। अहिले भर्खरै म गएँ, परीक्षण गर्नुभएको छ? मैले गरेको छु, मैले 2 पटक गरिसकेँ। अहिले आजकै कुरा दिन्छु तपाईँको। म अहिले लिने गर्थेँ यो पोटास चाहियो भनेर। पोटासमा मैले सोचेको नाइट्रोजन पोटासमा हुनुपर्नेमा मात्र सबै कमजोरी देखेँ। अनि मैले फर्केर आएर के भने बरु पोटास, अर्को पोटास पाएँ भने पछि स्प्रेमा हाल्छु तोरीमा भनेर मैले पोटास नहालिकन तोरी छरेर लान्छु। पोटास त दुई थरीको हुन्छ, एउटा पोटासियम नाइट्रेट हुन्छ, एउटा पोटासियम क्लोराइड हुन्छ होइन नि। पोटासियम जुन नाइट्रेट हुन्छ त्यसमा हल्का भनौँ न पोटासको मात्रा कमै हुन्छ, धेरै कम हुन्छ। अनि त्यसपछि तपाईँको जुन केसिएल भन्ने हुन्छ पोटासियम क्लोराइड, त्यहाँ 60% हुन्थ्यो। अहिले चाहिँ छैन। अहिले 40मा गरिसक्यो, 40मा गऱ्यो। अनि मैले अब ल्याउँदिनँ म भनेर आजैको कुरो यो। अहिले भर्खरै म घुमेर सहकारीहरू गएको, सबैमा राम्रो लागेन। अनि म फर्केर घर आएर बसेको। अनि
तपाईँ यसो खेतीपाती गर्दै जाँदाखेरि मौसममा के कस्तो बदलाव देख्नु भएको छ? अहिले 20-22 वर्ष भनेपछि अब तपाईँ यस्तो सँगै रहनुभएको छ। पहिला हामीले एउटा टाइम थियो तोरी छरी भनेको कार्तिकको 15 गते 20 गते भनौँ यही कार्तिकमा छरिसक्न परि रातो तोरी पहिलो तोरी मुसिना छरी भनी थियो। अहिले के भने अगौटे तोरीहरू हुन थाले। अब छिटोभन्दा छिटो किनभने जग्गाहरू पनि मोलको मात्र नभइकन किराहरूको कारणले गर्दा नि किरा किन भन्नुहुन्छ भने अर्को बारीमा किरा लायो आफ्नो बारीमा किरा उडेर आउँछ। मैले नला छरी तपाईँले छर्नुभयो भने मेरो त केही पनि हुन्न। तपाईँले हाल्नुहुन्छ मेरो किरा आउँछ आक्रमण गर्छ अनि मैले के अरू मैले ल्याएर चाहिँ के अरे निमको पत्ता पातीको पत्ता घोलेर हाल्ने गाईको पिसाब हाल्छु भन्छु नि त्यो हाल्दा पनि अहिले त्यो किटाणुले चाहिँ पचाइसक्यो किराहरूले प्रशस्त मात्रामा पचाइसक्यो। त्यो पचाएको कारणले त्यो चाहिँ अहिले केही लाग्दैन। अहिले भनौँ न सबै एकैचोटि छर्नुहुन्छ, सबैजना मान्छेहरूलाई हेरेर सँगै छर्नुहुन्छ ताकि फाइबरको किरा बाढियोस् सबैमा, थोरै भए नि सबैलाई खाओस्। म मात्र एक तपाईँ पहिल्यै छर्नुभयो भने भाइबरको किरा तपाईँकोमा अट्याक गर्छ, अथवा तपाईँको सबभन्दा लेट भयो भने भाइबरको किरा त्यही जम्मा हुन्छ। तपाईँ सँगै लगाउनु भयो भने त्यो चाहिँ सबैमा बाँडिन्छ त्यो किरा। पहिला पनि गोबरहरू मकैमा लाग्थ्यो। हजुर, अहिले मकैमा गोबर कसरी लाग्छ भने हामीले पानी हालेर त्यहाँ बिख हाल्न भनौँ मार सकेको हुन्छ पानी डम्म बनाएर बारीमा अनि त्यसपछि मरि हो नि। अहिले के छ सबैको बारीमा त्यही आक्रमण गरिहाल्छ। मकैमा कुन गवारो फलार्मियम भन्ने भन्नुभएको कि कुन गवारो हो? गवारो त्यो 3 थरीको हुन्छ मकैमा लाग्ने। मकैको मुन्टामा लाग्ने धानमै लाग्छ मुन्टामा जुन यस्तो यस्तो नि अब त्यसलाई धानमा लाग्ने भनेको त आर्मियम हुन्छ। र मकैमा लाग्ने त त्यो एउटै हो। नै फरक हुन्छ। फरक हुन्छ तर चाहिँ देख्दाखेरि तपाईँ बाख्रा के अरे खसी भने जस्तै त हो नि। केही गर्ने त्यो नि बाख्रा हो त्यो नि खसी नै हो नि। त्यो हल्का मात्र हल्का चाहिँ फरक हुन्छ, मार्कोलोजिकली थोरै फरक हुन्छ। बहुत तयार गर्यो भने मोटो र अनि यसको मसिनो हुन्छ कि हामीले त्यसरी तपाईँले मोटो र मसिनो मात्रै देख्नुहुन्छ, तर अरू पनि फरक छ। अरू पनि फरक छ त्यहाँभित्र। फरक छ त्यो किराहरूमा फरक छ। अनि एउटा मेन कुरो भन्नु नि मैले किसानलाई के भन्छु भने तपाईँहरू सबैले औषधि बढी मात्रामा डेसिस भन्ने औषधिहरू अनेक कुराहरू आयो नि ती नहालिदिनु होला। किनभने सक्दो गाई पिसाब सबैले त्यो हालिदिनाले किराहरू चाहिँ मर्न नसक्ने भइसक्यो कि औषधि पचाइदिइसक्यो है। हामी सबैले के गर्नु पऱ्यो भने एकै हुनु पऱ्यो कि किसानहरू। उसले हाल्यो अब तपाईँलाई मैले दिएँ ठेक्का दिनेले के गर्छ भने फलाउनु पऱ्यो। सस्ता किरा हाल्छ, गाउँलाई दूषित गरेर किराहरूको औषधि हालिदिन्छ अनि त्यसपछि त्यसको मऱ्यो, अरूको चाहिँ गएर चाहिँ मर्दैन। अनि अर्कोचोटि एक दिन पो मर्छ, अर्कोचोटिदेखि के गर्छ त्यो पचाइदिन्छ। अनि तपाईँ ढुवानीको विधिहरू हुन्छ नि, ढुवानी गर्ने ट्रान्सपोर्ट हुन्छ नि त, बालीहरू उत्पादन ट्रान्सपोर्ट गर्ने सिस्टम हुन्छ, मिलमा पुर्याउनेदेखि लिएर बेच्नेदेखि लिएर हुन्छ नि। तपाईँ 20-22 वर्षसम्म गर्दै आएको कुन सिस्टम युज भएको छ? जस्तो अहिले ट्र्याक्टर युज भएको छ, कुनै बेला ठेला गाडा युज हुन्थ्यो। सुन्नु मेरो म आफूले गरेको बेलामा चाहिँ मैले चिनमा लगाएँ भनौँ न, चाइना लगाएँ बन्दाहरू काउलीहरू है। त्यो बेलामा चाहिँ हामीले ट्रकमा सामानको साथमा होइन काठमाडौँ लगाएर लामो दूरीको भनेन, तपाईँको घरमै ट्रान्सपोर्ट गर्ने तरिकाहरू हुन्छन्। गाउँघरमा स्थानीय रूपमा ट्रान्सपोर्ट गर्ने तरिकाहरू हुन्छ। 2-4 वर्ष भयो अहिले गाउँमै आएर उठाएको छ। 2-4 वर्ष भयो गाउँमा उठा। त्योभन्दा पहिला यो ठेला गाडा युज गर्नु भएन? यसरी बोक्नेदेखि लिएर क्यारेटहरू युज गर्नु भएन? क्रेट त गरेँ, क्रेटमा हालेर राख्ने अनि उनीहरू आउँथे लान्थे। अनि बेर्नाहरू मार्दाखेरि यत्तिकै मैले मेरो पालामा मैले फिल्डमै उमारेँ, कहिले पनि मैले प्लास्टिकमा उमारेँ। अनि तपाईँ 2टा तरकारी गाउँछ, एउटा नर्सरी हुर्काएर नर्सरीबाटै गरेँ, एउटा नर्सरी हुर्काएर रोप्छ, एउटा डाइरेक्ट सोइङ हुन्छ। नर्सरीबाट गरेँ, सबै नर्सरी गर्नुहुन्छ है। त्यो समर सिजन त बुझ्नुहुन्छ नि, त्यो समर सिजनमा गर्ने तरकारीहरू पनि जस्तै घिरम्लाहरू हुन्छ नि, लौकी हलौका भयो, करेला भयो, प्लास्टिकको प्याक हुन्थ्यो, प्लास्टिकको प्याकमा हालेर राख्थ्यो। अहिले त अहिले अब काठको धुवाहरू त्यो बनाएको छ नि, त्यो चाहिँ मेरो पालामा अहिले 3 वर्ष भयो छोडेको, त्यो चाहिँ युज गर्नु होइन। अनि
मौसममा पनि कतिपय जातहरूमा पनि परिवर्तन आएको छ है। तपाईँ पहिला पहिला लगाउने जात र अहिलेको जातहरूमा के कस्तो भिन्नता देख्नुहुन्छ? धेरै भिन्नता कस्तो छ? धानहरूमा प्रशस्त फरक पऱ्यो। मकै हामीले रामपुर कम्पोजिट, रामपुर मकै भनेर लाउँथ्यौँ, हजुर सेतु, रामपुर पहेँलो भनेर लाउँथ्यौँ। हजुर आएर सिपी होइन, अब आएर चाहिँ श्रेष्ठ, टिटिएक्स भनेर विभिन्न किसिमको नाम भनेर इन्डियाबाट आयो। तर त्यति मकैहरू होइन, त्यहाँको मकैहरू अब त्यति गर्न सके त फल्छ जस्तो लाग्छ मलाई। किनभने मैले नि अहिले 4 उत्पादन पहिलाको मकै उत्पादन राम्रो थियो कि अहिलेको उत्पादन राम्रो छ? यस्तो पहिलाको उत्पादनभन्दा अहिले मकै धेरै उत्पादन गरेका छन्। त्यो किन भन्नुहुन्छ भने पहिला कुरो मकै उद्योग धेरै महँगो पर्या भएर मान्छेले लगानी गर्दो रहेछन्। हिजो हामीले त्यति लगानी गरेका थिएनौँ कि युरिया हाल्थेनौँ होइन, डिएपी हाल्थेनौँ, गोड्थ्यौँ, जोतिन्थ्यौँ होइन, भन्छ नि लगानी बिउ गतिलो आयो भने त्यो सँगै टेक्नोलोजी आउँछ। सँगसँगै टेक्नोलोजी आउँछ। त्यही कारणले अलिक बढी भएको हो। मकै त उत्तिने त्यो बेलामा नि 2.5 क्विन्टल मकै फलाइन्थ्यो गट्ठामा, अहिले पनि 2.5 देखि 3 क्विन्टल हो। त्यति धेरै फरक त होइन, तर त्यो बेच्नको लागि घोगेर राम्रो अब पातालो लाइन्थ्यो, त्यसलाई बाक्लो लाइन्थ्यो। उत्पादन त बढेछ। अनि पहिलाको मकै र अहिलेको मकै खाँदामा के कस्तो टेस्टहरू देखिन्छ? पहिला मकै भनेर कति मिठो नि। पहिला मकै अहिले हामीले लोकल कुखुरा र ब्रोइलर भने जस्तो मकै त किरा त्यति छिटो लाग्थेन। पोहोर मेरो मकै एउटा जाति लगाएर मैले नि गट्ठाको 2 क्विन्टलभन्दा बढी बनाएँ मकै, यही 2 एउटा ग्राममा। तर त्यो मकै पोहोर कति लाग्थेन। अहिले अर्को मकै फेरेको अस्ति किरा लगाएन मैले बेच्थेँ। अनि अहिले त पहिला लगाउँदै गरेको कुनै जातहरू हराउन लागेको स्पेशल जातहरू कुनै छ तपाईँलाई थाहा भएको? मनसुली भन्ने दाना हरायो, दुधराज भन्ने दाना हरायो, अनि आच्छेमे मसिनो हरायो, अनि के अरे कस्तो नाम हो शेष 45 भन्ने दाना हरायो। अनि त्यसपछि गएर मकैहरू पनि हरायो होला है? मकै त सबै हराएन। रामपुरी मकै पहेँलो, कम्पोजिट, पहेँलो, सेतो सबै पाहाडतिर गयो। चितवनमा त कहाँ छ लाउँदैन है। अनि एकदम राम्रो मकै हो नि रामपुर कम्पोजिट। तरकारी बालीहरूमा बोडीहरू हुन्थ्यो, सिमीहरू हुन्थ्यो, त्यस्तोमा अब ल्याएर पहिला अम्बा आफैले फल्थ्यो, अहिले बिक्न आइकन फल्दैन। अम्बा बोट भयो भने फल्दैन। घिरम्लो लगायो तपाईँको फर्सी 2 वर्ष भयो फल्दै फलेन। अहिले अर्को उहाँ कहाँ पाहाडतिर लगाएको फर्सी किनेर खानु पऱ्यो, इन्डियन फर्सीहरू किनेर खानु पऱ्यो। घरमा मेरोहरू उद्यान जानु फर्सी कति पटक मैले प्रयास गरेँ, फलाउनै सकिनँ। पोहोर एकपटक त्यहाँ बिगाल्दैन, भनेको बिगाल्यो चाँडै। के समस्या देखिन्छ? त्यो मेन भएको त्यो किराले खाएको फुल फल्ने जानुहोस्। अहिले लपक्कै कैडा लाग्यो, फल्दैन। मैले बिगाल्दिनँ, म चाहिँ सोच्छु छैन घरमा नि नखाले होइन, बिक्न हालेर बिगाले फल्छ, बिस हाले फल्छ है। त्यस्तो भइसकेछ होइन? बिस हाल्यो भने फल्छ, होइन भने फल्दैन। कोही नि। अनि अब मेरो यस्तो कटर थियो हेर्नुहोस्, 3टा बोट मेरो 365 घर भने नयस्ती छ। त्यसमा त्यो कटर टर्न पुग्थ्यो हामीलाई खाना। अहिले 20टा हाल्यो भने कटरै फल्दैन, 4वटा 5वटा 6वटा हाल्नु फल्दैन कटहरको अनि यहाँ सिसोहरू पहिला थिए होला है? सिसोको रुख दिनुहुन्छ? मेरो 5वटा थियो। मैले कति आजभन्दा 50 सालमा 1 लाखमा बेचेको सिसो। अनि अहिले सिसो धमाधम मरिरह नि, तपाईँले नोटिस गर्नुभएको छ? क्या गर्नुभएको छ? रुखहरू मरिरह नि, रुखहरू प्रशस्तै मरिरह नि। पकाइन हेर्नु उति मेरो 10वटा मरिरह नि। धमिरा माटो पुरै चढ्ने किरा लाग्छ है। ल्याएर अहिले यहाँ मेरो त छैन यो उसले त्यसको त्यहाँ उति भित्र त्यहाँ पुरै कालो उसको यस्तो कालो लाग्छ हेर्नु त। त्यो अब मर्दै जान्छ त्यो बोट, त्यो मुन्टोमा कालो हुन्छ होइन, यस्तो चल्छ। बुझेँ मैले। अनि यो भन्टाहरू टमाटर पनि लगाउनुहुन्छ होइन? भेन्टा टमाटर मैले सिकेर छु। पहिला डाइथेन 45को भरमा हुन्थ्यो, अहिले डाइथेन 45को भनेर इन्डोफिल कामै गर्दैन। तर मैले उसलाई डाइथेन 45 आउने भनेर भनिरहन्छु जतिखेर नहालै औषधि भनेर। डाइथेन 45 फङ्गिसाइड हो, पाला ठिक्क हो नि। पाला भन्छ नि त्यो। कतिपय मान्छेले त्यसको लागि मात्रै खरानी हाल्दैन, कतिपय मान्छेले पाला बेसरी चिसो नहोस् भनेर पनि खरानी हाल्छ। ल फेरि म तपाईँ पढ्नुभएको त्यो म भन्ने भाइ मेरो पालामा मैले गाईको दुध र पानी मिसाएर बराबर गरेर हाल्नुहोस् भनेपछि रुखहरू यस्तै है हुन्थ्यो, राम्रो हुन्थ्यो। यसलाई पनि अस्ति हाल्यो भनेको थिएँ, कति हाल्यो हरि हुन्थ्यो, खुट्टा एकदम राम्रो हुन्थ्यो लौकामा।
लौकामा लाउँथेँ मैले रोप्ने तरिकाहरूमा तपाईँले कुनै यस्तो तरिका लागेको छ अहिले जुन रोप्ने तरिका छ नि योभन्दा भरपर्दो तरिका पुरानो तरिका थियो रोप्नेमा छ कुनै त्यस्तो होइन ठिक छ अरू रोप्ने तरिका त यही हो अलिकति प्लास्टिक लगाएर मात्रै रोप्ने त यही हो रोप्ने तरिका यही यही हो यो फरक छैन पहिलाको र अहिलेकोमा छैन पहिला नि सम्म लगाउने भयो जोत्ने अनि ट्याक्का कुदाकुटीले लगाउँथेँ त्यही हो अनि कतिपय छार्ने बालीहरू लाइनमा लगाउनुपर्छ भन्ने आइसकेको छ नि त लाइनमा लगाउनुपर्छ भन्ने छरेर पाला थिएन अब बिस्तारै बिस्तारै नयाँ चिजहरू बिरुवाहरू आउँदै गयो त्यो त अब तपाईँको मकै लाहा नि मिसिनले त्यो मकै आधा नि उम्रिँदैन याद गर्नुहोस् त भन्न त भन्छ ल कुनै पनि उम्रिएन मैले यहाँ हेरिरहेको छु उरबाट मकै आएको छ नि मकै रोप्ने मिसिन त्यसमा मैले सफल देखाएँ त्यस्तो हुन्छ है मिसिनबाट अब एक टमाटर अब आज भोलि पर्सितिर यसले अब अहिले नहाल्ला एकादशी पछि पाक्ने औषधि हाल्छ कि टमाटरमा पाक्ने औषधि हाल्छ है सर्र हर्मोन के कुन चाहिँ हालिदिन्छ सर्लकै गोटा हिजो हालेको थियो आएको त्यस्तो परिवर्तन आएको छ अनि केरामा अनि मिठो कतिको हुन्छ स्वादै स्वादै हुँदैन करेलो हेर्नु न करेलो हाम्रो घरको करेलो तितो कति मिठो स्वादिलो हुन्छ यहाँ बेतन ल्याएको तेरो अनि खुर्सानीमा के कस्तो छ तितोपनमा खुर्सानी त मैले आफूले लाएको थिएँ पहिला अगाडि लाएको थिएँ 4-5-10 वटा हजुर आठवटा खुर्सानी त पिरो भएन भने त खुर्सानीको भ्यालु नै हुँदैन नि खुर्सानी पिरो हुनु भन्ने बेलामा भाग्य भयो पिरो छैन पिरो छैन होइन अनि अरू कुरो जान्दिनँ बिख बढी प्रयोग भएको छ होइन अत्याधिक बिख युज भएको छ यो बिख कसरी हुन्छ कमी गराउनलाई र रोग यही बिखले जनतालाई रोग ल्याएको छ होइन किसानलाई र किसानले पनि मार्क्स नलाइ कतै हामीले पुरानो जुन जातहरू मतलब जे भयो नि पाहाडतिर सरेको छ होइन भन्नुभयो नि कतिपय जातहरू पाहाडतिर विस्थापन भइसकेको छ कतिपय तरकारी बालीहरू हराइसकेछ होइन कतिपय जातहरू नि हराइसकेछ कतै जातहरू हराएको छ कुनै जातहरू त होइन त कुनै जातहरू त होला नि त अहिले पनि कतै यहाँ नभए पनि यही नभए पनि छेउछाउको एरियाहरूमा होला मैले विचार गरेँ मैले हाडी त पनि बाढी यो ठाउँ एउटा सावित्रीसम्म अलिअलि गइरहेछ अरू धान ठाउँ छैन अनि रामनाथ भन्ने आयो त्यो वार त्यो यहाँको धान होइन त्यो जातहरू यदि हामीले फेरिबाट लगाउन सक्यो भने के यी किराहरूको प्रकोप घट्छ त गर्दैन गर्दैन है त्यो त यो किरा मार्नको लागि त माटोमा कीटाणु औषधि हाल्न सक्यो भने हुन्छ सबैले हाल्नुपर्छ जस्तो अमिलोपना भनेर हामीले चाहिँ चुना दिन्छ त्यसको कुनी चुना दिनु पऱ्यो नि त अनि हाम्रो यो महानगरपालिकाले झन् माटो परीक्षणै गर्दै होइन सबभन्दा हामीलाई त यो महानगरपालिकाको अहिले चाहिँ सबभन्दा घाटा भनेको महानगरपालिकाले गर्दै के किसानलाई न जोताइको मूल्य अरू अन्तभन्दा महँगो अब मोल चाहियो भने कता कागजपत्र चाहिने अरे मैले 3 बिहा जग्गा गर्छु कागजपत्र चाहिन्छ अरे त्यसलाई मैले कागजपत्र दिएर अनि मोल ल्याउने अरे अर्काको कागजपत्र हेर्नु पर्ने अरे ल यो अहिले त झन् महानगरपालिकाले यो महानगरपालिका जस्तो खराब कुनै छैन चितवनमा अनि पशुहरूमा रोगहरू नै देखियो होला है नयाँ नयाँ रोगहरू कति देखियो नयाँ रोग भनेको पशुहरूमा खासै नयाँ त पहिला तिनै रोग हुनु पहिला पनि अहिले होइन भ्याएको त्यो पहिला लाग्थ्यो त्यो अहिले कमै छ है अब साउने लाग्थ्यो त्यो कमै छ धेरै कम भएको छ रोगहरू त कम भएको छ अहिले एउटा दुईवटा अहिले घाउहरू देखिन्छ त्यस्ता रोग त नयाँ नयाँ रोग आएर नयाँ रोग देखिन्छ पुरानो रोग देखिन्न खासै पुरानो देखिँदैन किनभने अब साउने भनेर अनि पुरानो रोग मतलब अलिक घातक हुन्थ्यो कि अहिलेको नयाँ रोगहरू बढी घातक देखिरहेको छ घातक त नयाँ रोगै घातक छ नि लागेपछि गइहाल्यो नयाँ रोग पहिलाको रोग त यसो लरु किसान भनौँ पानीमा डुबाउने अरे अब भएको बेला भने ऊबाट यस्तो औषधि खुवाउने अरे भनिन्छ सन्चो अहिले त कहाँ गम्मै लान्छ होइन त्यो बेला नि मर्थ्यो मर त त्यो होस् अरू फलफुलको बुटाहरू लगाउनु भएको छ फलफुल अब अहिले केरा आँप मेवाहरू भर्खर के मासे आएर केरा मासु गहुँहरू बेसरी लायो
कुन तल मालभाउ। दुईवटा गफहरू लाग्छ केरामा, एउटा जरामा लाग्छ, तलपट्टि राइजोम भन्छ त्यहाँ लाग्छ, राइजोम भन्छ, एउटा स्टिम भन्छ, स्टिम मतलब काण्ड खाइदिने, त्यो कुन कुपरको बढी देखिन्छ? स्ट्याटिक बढी हजुर त्यस अर्को रोग देखिन्छ क्या गबर देखिँदैन अहिले बढी गोबर भन्दा नि गोबरलाई बरु नियन्त्रण गर्न थालियो औषधि हालेर तल जरामा पनामा हालेर रोग देखिन्छ, पात पहेँलो भएर झर्ने जारे किर्क्क हुने किरिक्क हुने त्यसरी मर्छ। अनि मेवाहरूमा के कस्तो के हो मेवामा त अहिले अहिलेसम्म त केही देखेको थिएन हेर्नु त त्यो मेवामा सेतो झुसी लाग्ने अनि फल कस्तो फल्या त्यसलाई अनि त्यहाँ म्याउ लगाएर चाहिँ त्यस्तो भयो त्यो म्याउ त खोज गरे आएन त्यो झुसी लाग्दो रहेछ अहिले त त्यो सेतो ढुसी भन्दा नि त्यहाँ कुहिया मैले त्यहाँ नि अहिले अस्ति भर्खर म डेली खानुपर्छ मैले त्यहाँ बग एउटा लाग्छ मिडिकल भन्छ सेतो ढुसी छ। अनि त्यहाँ प्ल्याट त अनि कुही अनि औँस किराहरू देख्छ नि, औँस किरा त के हुन्छ नि मान्छेले औँसे किरा हुन्छ नि यसो घाउहरूमा लाग्ने किरा, केरालाई त्यो किरा कतिको देखिन्छ? त्यो त्यस्तै होला जस्तो लाग्छ मलाई लाग्छ फलहरूमा पोखाउने जिम्मेवारी त्यसैको हुन्छ नि त, त्यसकै हो त्यो रोड त्यसैले अम्बाहरूमा लाग्छ अम्बालामा लाग्छ, लौकामा लाग्छ होइन, फर्सीहरूमा लाग्छ, भित्रपट्टि म्याउमा लाग्छ मेवामा लाग्छ होइन, त्यो किराहरू प्रशस्तै देखिन्छ होइन। पहिला बढी देखिन्थ्यो, अहिले बढी देखिरहेको छ होला, अहिले पनि त्यसरी देखिरहेको छ कस्तो राम्रो राम्रो थियो तर त्यहाँ भित्रभित्र किरा हुन्छ होइन। पाक्ने बेलामा किरा हुन्छ फर्सी पाक्ने बेला पाक्यो भने त्यही किरा हुन्छ अम्बामा आँपको जुसमा किरा आँपमा पनि हुन्छ तर आँपको चाहिँ अचम्म लाग्छ यार आँपमा पनि आजकल त्यो किरा हुन्छ कि आँटामा हुन्छ आँटामा हातमा हार्भेस्ट गर्ने फरक पर्छ त्यसलाई, त्यो त्यसको 7-8 दिन भनौँ न धेरै भयो 7-8 दिनको लाइफ साइकल हुन्छ। अनि त्यसले पाक्ने काँडा टाइट हुँदाखेरि खान सक्दैन त्यो किराले, त्यो पाक्ने बेलामा लाग्छ अनि 7-8 दिनमा त आँप पुरै भ्याउँदैन नि त यति भएर, त्यो भएर कतै देखिन्छ कतै देखिन्न त्यो हो। अनि आँपमा के हुन्छ भन्दाखेरि आँपको छोरी पछाडिपट्टिको पोर्सन भित्रतिर हुन्छ नि त्यहाँ छोरी पोइजनस खाले हुन्छ, जस्तै तपाईँ जिब्रोमा पऱ्यो भने त्यसले छाला लगिदिया हुन्छ नि, पर्र बनाउँछ फुटाउँछ नि ओठहरू, त्यसले गर्दा त्यसले थोरै नोक्सान गर्छ, त्यही भएर खासै त्यति देखिँदैन। अरू फ्रुटहरूमा बेसरी देखिन्छ फेरि, खसीहरूमा गुलियो हुन्छ नि त, गुलियो फ्रुटहरू प्रशस्तै देखिन्छ त्यतिर, त्यही हो। अनि जे होस् क्वालिटी चाहिँ खस्केको छ होइन, हरेक चिजहरू धेरै खस्कियो क्वालिटीहरू उत्पादन बढे पनि क्वालिटी चाहिँ खस्केको छैन, क्वालिटी खस्कियो पुरै 60% खस्कियो 60% जति खस्कियो। खेती त पहिलाको राम्रो धानहरू पहिलाको राम्रो हुन्थ्यो होइन। अनि धानहरूमा तँलाई एउटा त्यो किरा कतिको देखिन्छ भनौँ न, त्यो धानमा भित्र खाइदिने अनि सेतो बाला आउँछ नि, हो सेतो बाला होइन सुकिया बाला हेरेर जस्तो लपक्कै देखिन्छ, प्रशस्तै छ अरू सबैको बारी खायो मेरो मात्रै होइन त्यो किरा पनि प्रशस्तै देख्न थालेको छ होइन। पहिला एउटा हान्छन् अनि हेर्दा बोट राम्रै देखिया अनि फल आएपछि मरिदिन्छ, फलासी मऱ्यो औषधि हालेर हुँदैन त्यसलाई त अहिले बरु भित्र लुकेर बस्छ। अहिले माउ लागिरहेको हजुर पोकेला पोके लगाइरहेछ होइन, अहिले कालो पोके कालो लगाइरहेको पोके बेसरी लाग्छ। अहिले यो भन्दा नि आज देखिया आज त अब भोलि कतिको देखिन्छ मैले काट्दिनँ भनेको कालो पोके त मौसम डिपेन्डेन्ट हुन्छ, तपाईँलाई थाहा छ, मौसमले त्यसलाई डिटरमाइन गर्छ कति लाग्ने भनेर। अहिले किन लाग्यो कालो पोकेलाई मौसमलाई प्रिडिस्पोजिङ फ्याक्टर भन्नुहुन्छ। यस्तो बाटो लाग्यो यस्तो लाग्यो चिसो लाग्यो त्यो चिसो मौसम भयो भने चिसो भिजे राख्यो भने त्यो लाग्छ कालो पोके। बेसरी 2-3 दिन पानी पर्यो भने त्यो कालो पोके झम्मै आउँछ। लास्टमा यो दसैँमा बेसरी पानी पर्यो नि धान फुट्ने धान पलाउने बेला, त्यो भएर कालो पोके बढी देख्यो। अब त्यसलाई हटाउने उपाय भनेको वरिपरि सकेसम्म एउटा दुइटा देखियो भने हटाइदिइहाल्ने हो। सकिन्छ धानबारीभित्र जान सकिने कुरो भएन। त्यो समस्या त्यही हो, एउटा दुइटा भयो भने त्यो हावा जति हावासँगै पानी पर्यो भने त्यो चाहिँ धेरै फैलिन्छ, जताकतै फैलिन्छ। तर पछिल्लोमा फैलिन्न होला है। हजुर पछिल्लोमा फैलिन्न होला। पछिल्लोमा मौसम कस्तो हुन्छ भन्ने कुरा अब पसाएको होला। अब पसाएकोमा पनि फुट्ने बेला पर्न चाहिँ सक्छ, मौसम कस्तो हुन्छ भन्ने कुरा फरक पर्छ। अलिकति शीतसँगै पानीहरू परिदियो भने सँगै अनि हावा सानो हावा चलिदियो भने कालो पोके बेसरी देखिन्छ, होइन भने त्यति खासै देखिँदैन।
गहुँमा पनि कालो पोके देखिन्छ, धानमा पनि देखिन्छ। गाउँमा कमजोरी चाहिँ यस भागमा ल ल यति नै हो मेरो कुरा। अब योभन्दा बाहेक केही कुरा भएछ भने म सम्पर्क गरौँला हजुरलाई। ल हस्, धन्यवाद हजुरलाई।